हेलो साथीहरु, यहाँ हेर्न सक्नुहुन्छ एकदमै हिलो हिलो र आज छुट्टीको दिन पनि छ। मलेसियाको छुट्टीको दिनमा यस्तो टाइम पास गर्न भनी आएको। तो गाइजहरु है, आज चाहिँ हामी यो समुद्रको छेउमा यसो दाजुभाइ चट्टा लाएर घुम्न आइएछ हैन। अहिले 7 समुद्र पारी छौं हामी मलेसिया। हेलो हाय दर्शन नमस्ते, आजको ब्लगमा स्वागत छ। र आज हामी समुद्रतिर घुम्न गइरहेछौं र आजको ब्लगमा एकदमै इन्ट्रेस्टिङ इन्फर्मेटिभ कुराहरू शेयर गर्नेछौं। र हाम्रो वाइवा साथी चाहिँ एकदमै हिरो बनेर हाय भन्नु त, यसो परिचय दिनु त। नमस्ते, म चाहिँ नारायण वाइवा तामाङ हैन, नेपाल घर वीरगञ्ज मेरो ठाउँ हैन। मेरो घर चाहिँ नवलपरासी रहेको छ, वाइवाको वीरगञ्ज। र आजको ब्लग चाहिँ एकदमै रमाइलो हुनेछ र इन्ट्रेस्टिङ हुनेछ र समुद्र पनि हेर्नु हुनेछ। फाइनली हामी ग्र्याब बुक गरिसकेछौँ, ग्र्याबमा गइरहेछौँ। वाइवा चाहिँ यता साइडमा। ल है, मलेसियाको नरिवाल जुस मोरी पान्ताई भन्ने ठाउँमा गइरहेछौँ र हेरौँ त्यहाँको के कस्तो स्थिति छ। अगाडि बिचमा मोरी बिचमा छिर्न खोजेको, तर त्यो पर्खाल लाएर जान सकिएन। तलतिर एकदमै हिलो नै हिलो रहेको छ। वाइवा हेरेको हेरै समुद्र सुकेको सुकै। हेर्न सक्नुहुन्छ साथीहरू, एकदम खडेरी परिसकेको छ है मलेसियाको समुद्र। हिलो मात्रै छ है, पानी त कति टाढा हो, कति टाढा हिँडेर जानुपर्छ। हिलो हिलो हेर्न सक्नुहुन्छ। आजको ब्लग चाहिँ यति नै होला जस्तो लागिरहेछ। खै गइन्छ कि गइँदैन, साथीहरू आउँदैछन्। हिलो भयो, हिलोमा डुबेर अब हुन्छ कि नुहाएर हुन्छ, जान पर्छ। हिलै हिलो भएको समुद्र है। के गर्ने, समुद्रमा भिडियो बनाउन आएको, अब के यसो छोटो र मिठो ब्लग बनाऊँ भनेर आएको। साला हिलै हिलो छ। उता देखाउनु त वाइवा, ओ पुरा हिलो हिलो है। उता एकदम पुरै एकदमै हिलो हिलो छ एकदम। अब ऊ त्यहाँ अगाडिसम्म जानुपर्छ, कति टाढा हिँडेर। र आजको ब्लगमा चाहिँ यस्तै रमाइलो रमाइलो भिडियो अझै नै अगाडि देखाउने छौँ। र अब हेर्न सक्नुहुन्छ पुरै हिलो लागेको छ है, खुट्टाभरि हिलो, यहाँ खुट्टा पुरै हिलो छ। ल छुट्टीको दिन पनि छ, मलेसियाको छुट्टीको दिनमा यस्तो टाइम पास गर्न भनी आएको। समुद्र हेर्न आएको। समुद्र के हेर्ने, अब यस्तै हिलो हिलो हेरिरहेछौँ। पुरै सुकिसकेको छ समुद्र नै। अब अगाडि गएर हेरौँ के कस्तो स्थिति छ। हावा पनि एकदम बवाल तरिकाले चलिरहेछ है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ एकदमै बवाल लोकेसन, हिलै हिलो भएको मलेसियाको। सर्रा हेर्नु त, एकदमै बवाल हिलो हिलो भएको मौसम छ र घाम पनि एकदमै लागेको छ। समुद्र त कता हो कता, कहिले पुगिन्छ अब हेरौँ। तर आज समुद्रको लोकेसन चाहिँ अवश्य नै देखाउँछु, हेर्दै जानु होला। र एकदमै कति टाढा छ, अहिले कति हिँड्न पर्छ, अहिले त धेरै नै बाँकी छ। त्यहाँ पुग्नलाई त अझै लाग्छ होला है, 15-20 मिनट लाग्छ हिँडेर। तर आज म पक्का समुद्रको दृश्य देखाउँछु। र आजको ब्लग चाहिँ इन्ट्रेस्टिङ र इन्फर्मेटिभ हुँदै जानेछ। कहिले काहीँ मेहनत पनि गरिन्छ। सो साथीहरू, यो भिडियोलाई हेर्दै हुनुहुन्छ भने लाइक चाहिँ गर्न चाहिँ नभुल्नु होला। र यो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई सब्सक्राइब पनि गर्नु होला। र यो च्यानलबाट यस्तै इन्ट्रेस्टिङ र इन्फर्मेटिभ कुराहरू हाल्नेछु। र कहिले काहीँ ल्याङ्ग्वेजको भिडियोहरू पनि हाल्दै गरेको छु। र अब यस्तै हो साथीहरू, समयको सबैसँग समय सधैँ पाउनलाई गाह्रै हुन्छ। हरेक कुरामा नै डिपेन्ड पर्छ। समय यस्तै हो, कहिले हुन्छ कहिले हुँदैन। र आज छुट्टी मिलेछ, छुट्टीको दिनमा ब्लग बनाइदिएछु। र अर्को साथी चाहिँ घुमेर आइसक्यो, यसो हेलो हाई भनिदिउँ त। हेलो हेलो सर, हेलो हेलो हेलो। इनर्जी लस भयो के भन्नु पर्ने?
कति टाढा छ अब टाढा चाहिँ यहीँ पर्तिर हँ? यहीँ पर्तिर अब खासै टाढा अब खासै टाढा छैन आइपुग्नु लाग्यो ल अब हरियो पानी देखाउँछु है समुद्रको समुद्र अब बल्ल बल्ल आइपुग्न लागेछौँ हेर्न सक्नुहुन्छ कति टाढाबाट हिँडेर आउँदैछौँ हामी र फाइनली साथीहरू हामी समुद्रनिर आइसकेका छौँ र हेर्न सक्नुहुन्छ समुद्रको दृश्य हुन्छ यहाँ समुद्रमा आइसकेका छौँ र समुद्रको पानी यस्तो रहेछ आज अलि धमिलो नै रहेछ जे होस् आइपुग्यो समुद्र र समुद्रको भ्यूहरू हेर्न सक्नुहुनेछ र मलेसियामा यसपालि दोस्रो पटक हो है समुद्र घुम्न आएको पहिला नि म आएको थिएँ घुम्न तर यो ठाउँमा होइन अर्कै ठाउँमा गएको थिएँ एकदमै धमिलो पानी छ निलो छैन र घाम पनि एकदमै चर्को छ है पुरै पसिना पसिना फेस पनि कालो न कालो आइरहेछ जे होस् रमाइलो भयो यहाँसम्म पुग्नलाई नै हिलो हिलो भएर आइयो हिलोको बाटो भएर धेरै टाढा हिँडेर आइयो यहाँ पुग्नलाई धेरै टाढाबाट हिँडेर आइयो र राम्रै भयो जे होस् रमाइलो हुँदैछ हेलो गाइजहरू है आज चाहिँ हामी यो समुद्रको छेउमा यसो दाजुभाइ चट्टलाएर घुम्न आइएछ होइन अब साँझ पख अब पानीको छालहरू पनि तरङ्गित भएर भावनाका छालसँगै आउँदैछन् होइन मजा छ तरुणीहरू यसो वरिपरि हेर्न पाइन्छ साइडहरूमा बवाल छ मलेसिया आउने मान्छेहरू यहाँ घुम्नलाई एकचोटि अवश्य आउनु होला ठाउँ राम्रो छ बवाल छ साथीहरू अब आजको ब्लग यति नै र साँझमा जाँदा जाँदै यस्तै नजिक आइपुग्यो हिलो थियो दिउँसोभरि र अब जानुपर्ने हुन्छ भोलि ड्युटी जानुपर्ने हुन्छ त्यही भएर अब चाँडै निस्कनुपर्ने हुन्छ र साँझमा एकदमै मौसम क्लियर छ र मान्छेको भिडभाड पनि अब अहिले सुरु बल्ल भइरहेछ र यति नै हो साथीहरू आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझावको लागि कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला र यो च्यानलमा पहिलोचोटि आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला